गड़बड़ जरूर है दया, कुछ न कुछ तो गड़बड़ है। नमस्कार डाक्टर साहब। नमस्कार, के समस्या लिएर आउनुभएको हो? डाक्टर साहब 4 दिनदेखि ज्वरो आएको छ, टाउको पनि धेरै दुखिरहेछ, शरीर गल्छ अनि यो खुट्टामा कालो दाग पनि देखिएको छ। यो दाग कहिलेदेखि देखियो? तपाईँ खेतबारी, झारी वा घाँस भएको ठाउँमा जानुभएको थियो? ओ डाक्टर, केही दिनदेखि खेतमा काम गरेको थिएँ। तपाईलाई स्क्रब टाइफस भएको हुन सक्छ। यो किर्ना माइटको टोकाइबाट सर्ने रोग हो। मानिसबाट मानिसमा सर्ने गर्छ। यसको लक्षण के हुन्छ डाक्टर? धेरै ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखा रातो हुने, झाडा पखाला लाग्ने र टोकेको ठाउँमा कालो घाउ जस्तो दाग देखिने यसको मुख्य लक्षण हुन्। यसबाट कसरी बच्ने? खेत वा झारीमा जाँदा पुरा शरीर ढाक्ने कपडा लगाउनुहोस्। घाँसमै नसुत्नुहोस्। आफ्नो घरको वरिपरि सफा राख्नुहोस् र ज्वरोसँगै यस्ता लक्षण देखिएमा तुरन्तै आफ्नो नजिकको स्वास्थ्य संस्था जानुहोस्। धन्यवाद डाक्टर, अब म समयमै उपचार गराउँछु। सम्झनुहोस्, स्क्रब टाइफसको समयमा उपचार गरे पूर्ण रूपमा निको हुन सक्छ। ज्वरोलाई सामान्य नसम्झनुहोस्। तुरुन्त स्वास्थ्य संस्थामा जानुहोस्।